हामी चाहिँ अब जाँदैछौँ हाम्रो फाइनल बस डेस्टिनेसनमा अनि त्यसपछि हामी ट्रेकिङ स्टार्ट हुन्छ हाम्रो हेर्न सक्नुहुन्छ यिनीहरू यहाँ झगडा भइरह बहिनी ज्वाइँको के रे बहिनी दुईटा होला नि मेरो देखि झगडा हुन्छ दाइले बहिनी ज्वाइँ र तपाईले कस्तो भिस्पेट अन्दाज गाइस हामी चाहिँ आज नयाँ पुल आइसकेका छौँ र अब चाहिँ एबिसी को लागि जाँदैछौँ छुमरुङ भन्ने ठाउँमा गाडी बुझ्दैछौँ र हाम्रो भ्लगर भाइ बार्गेनिङ भयो हामीले चाहिँ 5000 भन्दा तर हामी साथीहरु 4000 मा गएको आज लाको रे झिरिङ अब यहाँबाट चाहिँ झिरिङ जाँदै हो we are going झिनु टक ल यता यता बाइ भन्नु बाइ ल गाइस ल वान वे हो यहाँ अलिक गाह्रो ढोकाखोल्ने उत्तिकै पानीमा यहाँ चाहिँ जङ्गल सफारी भन्दा ओभर अपरेडिङ भइरहेको हामी नयाँ पुलबाट झिनु आइसकेका छौँ र झिनुको दृश्य देखाइदिनु हुन हाम्रो भाइलाई अनुरोध गरौँ ल हेर्नुहोस् गाइजहरू झिनुको दृश्य अब आउन नपाइने अब यहीँबाट हेर्नुहोस् ल गाइजहरू अब हामी फोहोर जन्ने पदार्थहरू सबै समय ल्याइदिनु भएकोमा धन्यवाद We are going to ABC र अब हाम्रो पैदल यात्रा सुरु हुँदैछ लेट्स गो अब चाहिँ हाम्रो स्टार्ट भयो ट्रेकिङ आज हामी छमरुङसम्म पुग्ने त्यो माथिको डाँडासम्म एन्ड देन आज त्यहाँ बसेर भोलिबाट चाहिँ स्टार्ट आज डे 1 ल अमित के भनिदिनुहुन्छ ठिकै छ त्यस्तो गाह्रो त भएन छ म आज भएन अब गन्तव्यमा आउन 20-25 मिनेट बाँकी छ ठिकै छ त्यही त अरूले के भन्न चाहनुहुन्छ मैले भन्छु यस्तो ट्र्याक कहिले नलाउनु कोही आउँदाखेरि अब भन्नु भन्नुहोस् यस्तो 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 एडिडासको ट्र्याक कहिले नलाउनु बाक्लोवाला त यो बाक्लो त लाउनै भएन मलाई कस्तो गाह्रो भयो अहिले भन्नुहोस् के हजुर हजुर यता बोल्नुहोस् न के भनिदिनुहुन्छ कस्तो लाग्यो हजुरलाई आज लाउनु कि भोलि my sister looking so beautiful 41% कहाँ छु नि अनि कस्तो हो भन्ने थाहा छैन जग्गा This is the best thing best memory यस्तो त फुत्कियो ल फाइनली यस्तो मिहिनेत गरेर ट्याक्क यता देखाउनु न छमरुङ तपाईहरु चाहिँ ट्याक्क अहिले छमरुङ हिमालयन गेस्ट हाउसमा आइसकेको छ हैन कस्तो लाग्यो के लाग्यो ट्याक्टर खान राम्रो भन्दिनु प्रतिक्रिया चाहिँ भोलि बिहान राति त ठिक छ कि सही हैन बिरालो पुच्छर जस्तो लाग्यो हामी छमरुङ आइसकेका छौँ है
मैले चाहिँ एक कप चिया पनि खाइसकेको छु सर्वप्रथम भन्नुपर्दा मेरो नाम चाहिँ विजय गुरुङ होइन दाइले चाहिँ यहाँ बस्न आएको जम्मैलाई ब्ल्याक टी अफर गर्नुहुन्छ जम्मैलाई भन्दा घाटामा नपार्दै मलाई गाइजहरूलाई मैले गरिदिएँ मिलाएर गरिदिनु ए पहिला रोक्न भाइलाई चाउरी चाहिँ 1 गिलास दुध दुईटामा चाहिँ डोल्ने हुँदैन एउटा चाहिँ प्योर भेज जम 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 ल यहाँ जम्मै आउनु होला भोलि बिहान खिच्नुपर्छ है भाइ टक्क दामी